हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। आजको दिनको सुरुवात मेरो यसरी भयो। आज हामी बिहानै उठेर फ्रेस भएर रेडी भएर हामी 3 जना लाग्यौं मन्दिरतिर। आज चाहिँ मन्डे थियो, श्रावणको एउटा मन्डेको पूजा गर्न व्रत गर्न हाम्रो बाँकी नै थियो। त्यसैले गर्दा हामी भदौको 1 गते भए तापनि गयौं अनि हामी पूजा गर्नतर्फ लाग्यौं। आज चाहिँ मेरो हस्बेन्ड पनि जानु भएको थियो। सधैँ चाहिँ हामी नन्द भाउजू मात्रै जान्थ्यौं, तर आज उहाँले पनि म पनि जान्छु नि भन्नुभयो। अनि त्यसपछि हामी 3 जना लाग्यौं मन्दिरतिर। अनि मन्दिर गइसकेपछि अब हामी पूजा गर्नतर्फतिर लाग्छौं। हामी दुवैजनालाई त्यस्तो खासै पूजा गर्न आउँदैन क्या। अनि हामी दुवैजनाले सल्लाह गरेर यस्तो गरौँ न भनेर पूजा गर्दैछौँ। त्यसपछि हाम्रो बहिनीको पालो आयो अनि बहिनीले पनि पूजा गर्दै हुनुहुन्छ। अनि सधैँ हामी नन्द भाउजू मात्र जान्थ्यौं नि त। सो त्यति बेला चाहिँ हामीले एकजनाले पूजा गर्दै एकजनाले भिडियो बनाउने अनि अर्कोले गर्दा अर्कोले गराइदिने त्यस्तो गर्थ्यो क्या। आज चाहिँ हामी 3 जना भयो नि त। अनि बहिनीले चाहिँ पुरै हाम्रो भिडियो मात्रै गरिदिनु भयो। अनि क्या साथीहरू, एउटा कुरा क्या, मैले यो पूजाहरू गर्दा भिडियोहरू गर्दा है जहिले एउटा न एउटा मान्छे आएर मलाई डिस्टर्ब गरिदिने क्या, अगाडि आइदिने क्या भिडियोको। अनि हामी बाहिर पूजा गरिसकेपछि भित्र गयो शिवजीको पूजा गर्नको लागि। अनि साथीहरू, त्यहाँको चाहिँ हाम्रो भिडियो नै भएन छ क्या। सो हामीसँग जे जति थियो हामीले त्यही नै अपलोड गर्यो। अनि त्यहाँको पूजाहरू भ्यायो। अनि त्यसपछि हामीले ढोगहरू गर्यो। त्यसपछि हामी लाग्यो बाहिर शिवजीलाई दुध चढाउनको लागि। अनि त्यहाँ दुध चढाउने ठाउँमा चाहिँ अलिकति मान्छे हुनुहुन्थ्यो, उहाँहरूले चढाउँदै हुनुहुन्थ्यो। अनि त्यसपछि चाहिँ मेरो पनि पालो आयो। अनि मेरो हस्बेन्डले भन्नुहुन्छ टाउकोमा रुमाल राखेर चढाउन भन्नुहुन्छ। त्यही मैले साडीको पल्लु राख्न खोजेको, तर त्यो खासै अड्डिएन क्या। अनि हामी दुधहरू चढायौँ। अनि उहाँले भन्दै हुनुहुन्छ क्या, मैले तिमीलाई छोइसकेपछि चाहिँ मैले पनि चढाएको हुन्छ नि है भन्दै हुनुहुन्छ। अनि मैले हुन्छ भने। त्यसपछि हामी ढोगहरू गऱ्यौँ। ढोग गरिसकेपछि चाहिँ बहिनीले पनि चढाउनुहोस् न भनेर बहिनीले चढाउन थाल्नुभयो। अनि बहिनीले चढाइसकेपछि होइन दाइ हजुरले पनि चढाउनुहोस् न भन्नुहुन्छ उहाँले फेरि। अनि त्यसपछि चाहिँ दुवैजनाले चढाइसकेपछि उहाँहरूले पनि ढोगहरू गर्नुभयो। अनि मैले त्यही बेलामा चाहिँ एउटा क्लिप लिदिउँ न मन्दिरको भनेर। अनि क्या साथीहरू, आज फेरि बिहानैदेखि नै पानी परिरहेको थियो क्या। अनि हामी घरबाट नै हल्का फुल्का पानी आएको थियो। अनि मन्दिर आइसकेपछि अलिक ठुलो नै पानी पर्यो। पानीमा भिज्दै भए तापनि हामीले पूजाहरू चाहिँ सबै सकायौँ। अनि हामी कस्तो देखेको छौँ भनेर चेक गरौँ न भनेर हामीले एउटा भिडियो क्लिप पनि लियौँ। उहाँ चाहिँ सबैजनाले पोजहरू दिँदै हुनुहुन्छ। अनि मैले पनि पोज दिएँ है, म पनि के कम। अनि उहाँहरू दुईजनाले चाहिँ फोटोहरू लिँदै हुनुहुन्थ्यो। अनि मैले त्यही मौकामा चाहिँ मैले सेल्फीवाला भिडियो चाहिँ लिदिहालेँ एक्लैको। अनि साथीहरू, टिकटक त लिनै पर्यो होइन। त्यसपछि हामी 2-4वटा टिकटकहरू पनि बनायौँ। अनि फोटोहरू पनि सुट गऱ्यौँ। अनि त्यसपछि चाहिँ अब हामी घरतिर लाग्नुपर्छ भनेर चाहिँ हामी घरतिर लाग्यौँ। किन भन्दा हाम्रो बहिनीको स्कुल थियो। सो ढिला हुन्छ भनेर हामी छिटो गर्दै घर लाग्यौँ। अनि हामी घर पुग्यौँ। अनि त्यसपछि चाहिँ म कस्तो देखेको छु भनेर चाहिँ मैले एउटा मिरर सेल्फी त लिनै पर्यो साथीहरू। अनि मैले मिरर सेल्फी लिएँ। अनि त्यसपछि मलाई अझै पनि पुगेन क्या, यो भिडियो फोटो मलाई कहिले पनि पुग्दैन क्या। अनि फेरि आफ्नो सेल्फी भिडियोहरू लिइहालेँ। अनि साथीहरू, आज फेरि नाग पञ्चमी पनि हो नि त। सो उहाँहरूले चाहिँ नाग डान्सदै हुनुहुन्छ। हामीलाई चाहिँ हेरिरहेको छौँ कसरी डान्स्नुहुन्छ भनेर। हामीलाई चाहिँ त्यस्तो खासै आइडिया नै छैन। मम्मीलाई छ नि त, मम्मीले सिकाउँदै हुनुहुन्छ छोरालाई। अनि उहाँले डान्स्दै हुनुहुन्छ। अनि मैले ध्वजा दिएँ। अनि ध्वजाहरू बान्दै हुनुहुन्छ। अनि त्यसमा चाहिँ माथिबाट सिक्का पनि राख्नुपर्ने रहेछ क्या। सिक्का अनि ध्वजा अनि दुबो मिलाएर सबै मिलाएर राख्नुपर्ने रहेछ। अनि उहाँले गर्दै हुनुहुन्छ, मम्मीले सिकाउँदै हुनुहुन्छ। अनि मम्मीले भन्दै हुनुहुन्छ दुबोलाई राम्रोसँग अड्डाएर राख् त भन्नुहुन्छ। अनि उहाँले अड्डिएन क्या। अनि मम्मीले खै मैले नै गर्छु भनेर अनि फेरि मम्मी आफै लाग्नुहुन्छ क्या। अनि मम्मीले गर्नुहुन्छ। अनि त्यसपछि हाम्रो पूजा भयो। आजको लागि चाहिँ यति नै साथीहरू। हजुरहरूलाई मेरो ब्लग के कस्तो लाग्यो कमेन्ट गर्नुहोला। बाई बाई, थ्याङ्क यू फर वाचिङ।